बिहेको कुरा मलाई एकचोटि पनि नसोधिकन म गर्दिनँ बिहे चाहिँ म अझै पढ्नु छ अहिले जति पढे पनि उनीहरूले पढाउँछन् पहिला कुरा त सुन बाबुआमाले कस्तो घरमा दिए भनेर हो छोरी युवराजको एक्लो छोरा यहाँ धन सम्पत्ति प्रशस्त छ त्यसैमाथि केटा अमेरिका जाँदैछ त्यसैले तिम्रो जिन्दगीमा सुखी र खुसी हौली भनेर हामीले बिहेको कुरा पक्का गरेका तैँले अप्ठ्यारो मान्नु पर्दैन सन्ध्या यतिको घरमा बिहे गर्न पाउनु तेरो अभाग्य हो छोरीको जन्म लिएपछि एक दिन न एक दिन अर्काको घर जानै पर्छ फेरि पछि यतिको घर पाउन पनि त गाह्रो पर्छ कि त्यसैले हामीले तेरो बिहे गर्ने निर्णय गरेका हौ बाबा आमा तपाईहरुको निर्णयबाट म खुसी छैन बाबा मानिस धन सम्पत्तिले मात्र खुसी र सुखी हुन सक्दैन यो जिन्दगीमा के भोग्न पर्ने हो नभोगी सुखै छैन बाबा तपाईँ आफैले भन्ने गर्नुहुन्थ्यो देखेको पाइँदैन छोरी देखेको पाइन्छ भनेर तिमी के अरु कसैलाई चाहन्छौ र होइन म कसैलाई चाहदिन त अरु कसैलाई चाहदिनस् भने यो बिहेबाट त किन दुखिसस् त हामीले त तिम्रो खुसीको लागि विवाहको पक्का गरेका हौ यदि तिमी नै खुसी छैनौ भनेदेखि के यो विवाह रोकिदिउँ त तपाईँ यो के भन्दै हुनुहुन्छ एकचोटि थुकेको थुक पनि चाट्न मिल्छ हामी वचनबाट हारिसकेका छौँ वचनलाई फिको गर्नु हुँदैन बिहे त मैले गर्ने हो जुन मानिससँग मेरो बिहे हुँदैछ उसको बारेमा एकचोटि पनि सोच्ने मौका दिनु भएन है मलाई किन आमा छोरी भयो भन्दै म अर्काको घर जानै पर्छ र यो जिन्दगीको निर्णय लिने मेरो अधिकार पनि त हो कि त्यति अधिकार पनि छैन र यो जिन्दगी अब छोरी नै खुसी छैन भने के गरेर बिहे गर्ने उसको भावना र विचार बुझौँ भनेको थिएँ तिमीले कुरा सुन्दै सुन्दिनौ यो बिहेबाट ऊ खुसी छैन जन्मेको घर छोडेर जाँदा सबैलाई यस्तै त हो नि म पनि त तपाईँसँग बिहे गरेर आउँदा जम्मा 14 वर्षकी त थिएँ नि यो त 21 वर्षकी पुगिसके अब धेरै कुरा नसोच्नु अब बिहेको तयारीतिर लाग्नुपर्छ विजय र मेरो छोरा शिव त सँगसँगैका हुन् विजय अमेरिका जाने भयो तर मेरो छोरो शिव गरे भाग्यमानी भाइ अनि बुवा घरतिर युवराज अङ्कल अनि विजयको खबर ठिकै होला क्यारे बाबु सन्चै छु विजय त अमेरिका जाने भए बरु त पनि आफ्नो लागि आफ्नो केही सुर गर्दै गर्न यति सजिलो कहाँ छ र फेरि अमेरिका जस्तो कुरा भने जस्तो सजिलो छैन बुवा पैसा पनि धेरै नै खर्च हुने अनि त्यत्रो पैसा हामीसँग
कहाँ नै आउँछ र बुवा? फेरि किन पो जानु पर्यो र अमेरिका? म गएँ भने हजुर फेरि एक्लै हुनुहुन्छ। सधैँभरि मलाई कुरेर तेरो जिन्दगी चल्छ र तैँले पनि त आफ्नो लागि गर्न पर्यो नि। मेरो सबै थोक भनेकै हजुर। हजुरलाई छोडेर म कहीँ जाँदिनँ बुवा। म यहीँ बस्छु, यहीँ जब गरेर हजुरलाई सुख दुःखमा साथ दिन्छु। हजुरले अरू चिन्ता लिनु पर्दैन बुवा। तेरो आफ्नो भविष्यको लागि केही गर्नुपर्छ छोरा। मेरो पढाइ लेखाइको लागि भनेर तपाईँ अहिलेसम्म पनि अर्काको घरमा जागिर गरेर बस्दै हुनुहुन्छ। त्यसमा पनि बुढेसकालको सहारा। म एक्लो छोरा अनि तपाईँदेखि टाढा कहाँ पो हुन सक्छु र बुवा? बरु मिल्छ भने हजुर एकपटक यहाँ आउनुहोस्, धेरै भेट्न मन लागेको छ बुवा। फुर्सद त मलाई कहाँ मिल्छ र बाबु? तै पनि यसो फुर्सद मिलाएर एकपटक आउँला नि। हुन्छ बुवा, अहिलेलाई फोन राखेँ। अरू तपाईँ यहाँ आउनुहोस् अनि बसेर कुरा गरौँला नि। हुन्छ त राख, आफ्नो ख्याल राखेस्। के गर्नु, अब बुवाले अमेरिकाको सपना देख्दै हुनुहुन्छ। आफ्नो भने भाग्य नै यस्तै। आमाको काखबाट छिटै बिदा भए पनि मैले दुःख सुख गरेर पालेको हुँदा कति माया गर्छ मेरो छोराले। यो जिन्दगी ला 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 के को कङ्ग्रेचुलेसन दिँदैछ? मलाई केही थाहा छैन भन्नुभएको छ। मलाई सबै थाहा छ। हजुरले मलाई यति खुसी खबर लुकाउनु भएको के कुरा भन्दा कसले भने तँलाई फेरि? मैले थाहा पाएँ, सबै थाहा पाएँ। मलाई भर्खरै काकाले भन्नुभएको तँलाई। के कुरा, के काकाले भन्नु? हजुर अमेरिका जाँदै हुनुहुन्छ गरे। बुढाले फेरि पहिल्यै भन्ने फिक्सै भएको छैन। फिक्स भइसक्यो गरे त 15 दिनमा त हजुर जाँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो उहाँले त। कस्तो कुरा, तँलाई गिफ्ट पठाइदिन्छ नि त, ढोक्क हुन। गिफ्ट मात्र होइन, मलाई तर के चाहिन्छ के चाहिन्छ। के चाहिन्छ? होइन यसले के भनिरहेकी छ? अहिलेबाट दाइसँग गिफ्ट मागेकी छ कि क्या हो? माग्न परेन त, अहिलेदेखि मागे पो पछि पाइन्छ र। बाढी भइगयो नि त, बाढी हुनै पर्यो नि। दादासँग कति गफ गरे कि खाना खाने होइन? खानी हो खानी। तपाईँले कस्दिएर खुवाउने, मलाई अहिले एउटा भोगाइराख्नु भएको छ। अब औला जा जा, अब खाना खानु पर्यो। ल ल, म छिटो ड्रेस फेरेर आउँछु अनि सबैजना सँगै खाना खाने। बरै कति राम्रा खुट्टा हुन्, यसलाई बिहे गर्न पाए त 1 वर्ष बाद खान्न त। बरै गफ गरेर भएन, 1 वर्ष चाहिँ सक्दिनँ होला। 6 महिना त चिक्क पारेरै बस्थे। बरै यहाँ त हुन्छ, 6 महिना त भनिहालेँ, 3 महिना त बाँच्छु होला। बरै 3 महिना सक्दिनँ। कोली भनेको त गाउँकी खिनौरी पो रहेछ, कोला भनेको त यहाँ खिनौरी पो रहेछ। बिहा गरौँला भनेको थिएँ, गर्दिनँ। बिहा गर्ने गरे? गर्छु त दिउँसित बिहा। बिहा नगरे पनि 5 रुपियाँ त लिएन। दिन्छु तपाईँ 5 रुपियाँ खान्छस्। खुब बिहा गर्छु भने ओलिस, मैले बिहा गर्छु भनेर साँच्चै भने अब त मान्दियो अलि। आफूले जो गरिन् आफू त परियो नि त हिरो।
बाबु नमस्ते। सन्चै हुनुहुन्छ? बहिनी छोराछोरी सबै सन्चै छन्? ए छोराछोरीको रिजल्ट आयो? पास भए? ए ल ल हुन्छ है त बाबु, मैले अहिले राखेँ। कसलाई यो फोन गरेको? ए बाबुले फोन गर्नुभएको थियो, त्यही भएर सोधेको। होइन ज्योतिषसँग भेट भयो कि भएन? भेट भयो। भयो? गर शान्ति गर्नुपर्ने रहेछ। यो सालमा हामीले बिहे गर्दैनौँ भने अब 7 वर्ष जुड्दैन अरे। त्यसैले विजयलाई बिहा गरेर अमेरिका पठाउनु पर्ने भयो। केटी पाएर मात्र भयो र? विजयले मन पनि त पार्नु पर्यो नि। मलाई त मन पर्यो, विजयलाई पनि पक्कै मन पर्छ, किनकि केटी असल र पढे लेखेकी छ। नहेराएको भए केही हुने थिएन। अब हेराइसकेपछि त ज्योतिषले भनेको मान्नै पर्यो नि। अब उसले के भनियो? ज्योतिषलाई नदेखाम भनेर मानिनौ। अब ज्योतिषले भनेको त मान्न पर्यो नि। विजय पनि आयो। के हो रामा? के कुरा भइरहेछ? बस न, के हुनु तिम्रो आमाको बन्धन। के हुनु नि बाबु, तिम्रो बिहे गर्नु पर्यो। बिहे गर्नु पर्यो अरे? 15 दिनपछि विदेश जाँदैछु। विदेशबाट आएपछि 2 वर्षपछि गरौँला। अहिले हतारमा किन गर्नुपर्छ ल भन्नुहोस् त? हामी पनि त्यही सोचेका थियौँ बाबु। अब अहिले तिम्रो बिहे गरेनौ भने तिम्रो बिहे 7 वर्ष जुर्दैन अरे। त्यसैले बिहे गरेर जाँदा केही फरक पर्दैन बाबु। कमसेकम बिहे गरेर गइस् भने त घरतिरको माया अझै बढी हुन्छ कि। हाम्रो छोरा त्यस्तो छैन। हाम्रो छोराले हामीलाई कहिल्यै पनि बोल्दैन। हो बाबा, मैले तपाईहरूलाई कहाँ बिर्सन सक्छु? मलाई जन्म दिने हजुर नै हो। हजुरहरूको बुढेसकालको सहारा भनेको म नै हुँ नि। अब तपाईहरूलाई भुलेर म उहाँ कहाँ बस्न सक्छु र? बरु 1 वर्षपछि हजुर दुबईलाई उहीँ लिएर जानेछु नि। बरु बिहे पछि गर्दा हुन्न र? हुँदैन रे बाबु। मैले ज्योतिषसँग राम्ररी सल्लाह गरेर आएको छु। अब बुवा भन्ने बित्तिकै केटी पनि त पाउनु पर्यो नि। केटी त पाइसक्यो भने पनि हुन्छ बाबु। म खोजिसकेको छु केटीलाई। केटी पनि पाइसक्यो भन्नुहुन्छ? होइन को र बाबा ल भन्नुहोस् त? त्यही के बाबु, बुटोल बाबुराम सरको छोरी के। ए त्यो केटी त म पनि देखेकी छु। फुपूको घरको पूजामा आएकी थिए, राम्री छे। अब विजयले मन पार्छ कि पार्दैन? अब हजुरहरूलाई राम्रै लाग्यो भने ठिकै छ नि त बुवा। यति टाइम भइसक्यो, आज छोरी पनि घर आइने। अब आउँदै होली नि। कलेजको पढाइ छ बिचरा, कलेज पढ्दै होली, किन टेन्सन लिनुहुन्छ? आउँछ नि अहिले। कलेज त सधैँ पनि त हुन्थ्यो नि बाबु। आज केही अलि क्लास अलि लामो होला। यसो बिहातिर गएर आएको दिदी। सन्ध्याको बिहाको कुरा सुन्थे हो र? हो दिदी, सन्ध्यालाई दियो नि। केटाले के गर्नु रहेछ नि बहिनी? के गर्नु नि, 2-4 दिनमा अमेरिका जाँदैछन्। एक्लो छोरा हो, यहाँ पनि धन सम्पत्ति प्रशस्तै छ। ए राम्रो केटो पाएछन् सन्ध्याले। छोरी चाहिँ अमेरिका अहिले त बहिनी पनि जाने होला नि। त्यो त भइहाल्छ नि दिदी। छोरी चाहिँ अमेरिका भएपछि नजाने त कुरै भएन के रे। के जाने भएर मक्खा परिछ। यसो घरतिर आउनलाई के काम साम छ? अहिले मलाई हतार छ, म गएँ है त। जाँदै त यति फुर्ती छ, गएपछि कति फुर्ती लाउने?
पर्सि चाहिँ दाइको बिहे छ स्पेसल निम्तो छ है आउन चाहिँ नभुल्नु नि मलाई पनि निम्तो गरेको म आउँदिनँ होला किन नआउने र बिहेमा अरे तिमी पनि यदि तिम्रो मम्मी र ड्याडीले थाहा पाउनु भयो भने अनि मलाई गाली गर्नुहुन्न हामी दुवैलाई नराम्रो हुन्छ नि त केही हुँदैन केही भन्नुहुन्न के मम्मी ड्याडी बरु यसो गर्नु बिहापछि कतै भेटौँला अहिले म बिहामा चाहिँ आउँदैन नआउने भए त अब म के भनौँ र तर फोन गर्न चाहिँ नबिर्स नि तर आजकल तिम्रो निकै फोन स्विच अफ हुन्छ किन हो त्यस्तो तिमीले पनि बुझेकी छौ कि म एउटा गरिबको छोरा दिनभरि काम गर्नुपर्छ अनि रातभरि थकै लाग्छ अनि थकै लागिसकेपछि सुत्नुपर्छ अब माया गर्ने मान्छेलाई 24 घन्टा फोन गर्नुपर्छ भन्ने हुँदैन फोन नभए पनि तिमी मेरो हर पल मेरो मुटुमा छौ हर पल सम्झिरहन्छु म तिमीलाई म पनि यही चाहन्छु टेन्सन मानेको के भएर हैन त्यस्तो केही हैन केही भयो भन मलाई भन्दिन केही पनि होइन तिमीलाई भनेर त्यो टेन्सन सल्भ हुँदैन छोडिदिऊ भन न मलाई भन्नु हुँदैन र एकचोटि भनेर हेर त्यस्तो के हेर तिमीलाई भन्न नमिल्ने कुनै कुरा हुन्छ अब त त्यस्तो के होइन 10,000 पैसा चाहिएको थियो पैसा नभएर मलाई बहुत गाह्रो भएको छ जा अब त्यति कुरालाई पनि तिमी यत्रो टेन्सन लिएर बसेको एकचोटि मलाई भनेर हेरेको भए हुन्थ्यो पहिले भन्न पर्थ्यो नि म सल्भ गरिदिइहाल्थेँ र मसँग अलिअलि छ कि यहाँ सायद 20,000 जति छ क्या हो ल हेर न यति दिनलाई काम चल्छ कि नचले बना म फेरि दिइहाल्छु तिमीलाई होइन मलाई मात्र 10,000 मात्र चाहिएको केही पनि हुँदैन कि म 3-4 दिन अझै भेट हुन तिमी राख न मेरो यति ठुलो प्रब्लम सल्भ गरिदिएकोमा तिमीलाई थ्याङ्क्स अलट थ्याङ्क्स भन्नु पर्दैन मलाई किनभने तिम्रो समस्या भनेको नै मेरो समस्या त्यसैले आइन्दा मलाई थ्याङ्क्स भनेर कहिले पनि नभन्नु ल अब म जान्छु दाइको बिहे पनि छ घरमा काम धेरै छ बरु अब म लाग्नुपर्छ क्या फोन चाहिँ गर्ने नि दाइले छ यहाँबाट मलाई भन म राखिदिउँला हुन्छ जान्छ भने जाऊ म सम्झिन्छु फोन गर्छु ल तिमीलाई यो धेरै धेरै धन्यवाद ल म जान्छु है त बाई